नमस्कार सुस्वागतम 2082 साल चैत्र रामनवमीको दिन चाहिँ लगाइरहेको थियो। 2082 साल चैत्र 13 गते रामनवमीको दिन 32 पुतली काठमाडौँमा राम मन्दिर प्रवेश मन्दिर दर्शन गरौँ। आज 2082 मङ्सिर होइन साँच्चै चैत्र 13 गते रामनवमी। नेपालको प्रधानमन्त्री बालेन्द्र शाहद्वारा शपथ लिने दिन रामनवमी परेको छ। जय श्री राम। भित्र छिरौँ सर पूजाआजा गरौँ। तपाईँहरू पनि मन्दिर परिसरमा आइपुग्नु भएकोदेखि प्लिज सेयर योर एक्सपिरियन्स कस्तो लाग्यो। जय श्री राम। ओम हनुमते नमो नमो। तर यहाँबाट इन गर्ने यहाँबाट एकदमै व्यवस्थित रहेको रहेछ यसपालि पहिलाभन्दा। एकतिरबाट इन भएपछि अर्कोबाट एक्जिट। जय हनुमान। ओम हनुमते वासुदेवाय नमो। जय श्री राम। राम 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 भनेर भजन गृह यता रहेको छ। पूजाआजा गरेर भजनमा आउँदा पनि हुन्छ। निकै नै व्यवस्थित रूपमा व्यवस्था गरिएको आजको पूजाआजा। व्यवस्थापन समितिलाई धेरै धेरै बधाई र धन्यवाद। यसरी मन्दिरका दर्शनावलम्बीहरूको भिडभाड स्काउट नेपाल स्काउटका विद्यार्थीहरूले भलिन्टियर गर्नुभएको छ। धेरै धेरै धन्यवाद। जय श्री राम। जय श्री राम। जय धर्मावलम्बीहरू लाइनमा बसेर पूजा गर्दै अगाडि बढ्दै। जय श्री राम। हनुमानको मन्दिर यहाँ रहेको छ। यहाँबाट भित्र छिरेपछि जय हनुमान गुण ज्ञान गुण सागर जय कपीश तिउँ लोक उजागर। मनोकांक्षाहरू पुरा हुन्। जय राम भगवान की जय। सीताराम सीताराम पवन तनय सङ्कट हरण मङ्गल मूर्ति रूप राम लखन सीता सहित हृदय बसाउँछु र भूपछु। र यसरी टीका पूजा गरेर टीका प्रसाद यहाँबाट लाएर ग्रहण गरेर एक्जिट गेटबाट निस्किनु पर्ने व्यवस्थित रूपमा बनाइएको छ। यहाँ चाहिँ धूप बत्ती बाल्ने व्यवस्था रहेको छ। र यसरी नै 2082 सालको रामनवमी पनि दर्शन गरेर समापन गरियो। जय राम। सबैलाई राम भगवानको दर्शन आगोस् पुगोस्। यसरी दर्शन गरेर फर्कियौँ। यो चाहिँ बिहानको पख हो। साँझ पनि मिल्यो भने आउने। यसरी झिलिमिली सजी सजावट रहेको छ। जय श्री राम। जय श्री राम। प्लिज काइन्डली डु सेयर सब्सक्राइब द च्यानल सेयर योर एक्सपिरियन्स। यसरी बाहिर गेटमा आउँदाखेरि हिन्दू धर्मावलम्बीहरूले चाहिँ रामनवमीमा चाहिँ यसरी बग्गी नेपाली सेनासहित बग्गीको अवलोकन आरम्भ गरिएको देखियो। फोटो खिच्ने घोडासँग फोटो खिच्ने भिडभाड। एनिवे जय श्री राम।